सम्पूर्ण नमस्कार। म अभिषेक त्रिपाठी आज अर्को एउटा नयाँ भिडियो लिएर यहाँ समक्ष उपस्थित भइसकेको छु र यसभन्दा अघि हामीले कक्षा 8 को बीएलई को तयारी गरिरहने विद्यार्थीहरूको लागि साइन्स विषयको केमिस्ट्री को म्याटर च्याप्टर को भिडियोहरू सम्प्रेषण गरिसकेका छौं र सोही क्रममा आज हामीले क्लास 8 बीएलई बेसिक लेभल एक्जामिनेसन क्लास 8 को वार्षिक परीक्षामा सोधिने मोडल सेट अनुसारको एउटा सेटलाई नै स्लाइड मार्फत सल्भ गरेर यहाँ समक्ष उपस्थित भएका छौं र त्यसलाई यहाँहरु समक्ष राख्ने प्रयास गर्दै छौं हाम्रो स्लाइड मार्फत। यहाँले हेर्न सक्नुहुन्छ यो खास गरेर बेसिक लेभल एक्जामिनेसन मोडल सेट 1 2082 को यो रिड मोर पब्लिकेसनबाट लिएको एउटा मोडल सेटको सम्पूर्ण ग्रुपहरुको संगालो यसरी चाहिँ बनाएका छौं, जसमा हामीले सबभन्दा पहिला ग्रुप ए मा मल्टिपल चोइस क्वेशन अथवा बहुवैकल्पिक प्रश्नहरु राखेका छौं। त्यसपछि ग्रुप बी मा भेरी शॉर्ट आन्सर क्वेशनहरु छन्, ग्रुप सी मा शॉर्ट आन्सर क्वेशन छ र ग्रुप डी मा लङ आन्सर क्वेशन छ र यो भिडियोमा हामीले ग्रुप ए बी र सी तीनटा ग्रुपलाई कभर गर्ने उद्देश्य लिएका छौं। ढिला नगरिकन आउनुहोस् सुरु गरौं हाम्रो आजको यो भिडियोलाई। समूहका ग्रुप ए मा बहुवैकल्पिक प्रश्नहरु यो मोडल सेटमा दिएको र त्यसको सम्भावित उत्तर हामीले प्रस्तुत गर्ने कोसिस गरेका छौं र केही टिप्स एन्ड ट्रिक्स पनि हुनेछ जसले गर्दाखेरि विद्यार्थीहरुलाई सजिलै कसरी चाहिँ हामीले विकल्पलाई छान्न सक्छौं भन्ने हिसाबको हामीले एउटा तयारी गरेका छौं। आउनुहोस् पहिलो प्रश्नतर्फ लागौं। पहिलो प्रश्न रहेको छ तलका मध्ये जैविक विविधता ह्रासका कारण कुन होइन? व्हिच अफ द फलोइङ इज नॉट द कज अफ बायोडाइभर्सिटी डिग्रेडेसन? र यो अप्सन भन्नुभन्दा पहिला मैले एउटा विश्वास लिएको छु कि यहाँहरुको साथमा रिड मोर पब्लिकेसनको मोडल सेट रहेको छ र सोही अनुसार यहाँहरुले हेर्दै यो क्वेशनको आन्सर दिने प्रयास गर्नुहुनेछ र यसको अप्सनहरु रहेको छ प्राकृतिक वन क्षेत्रमा अत्यधिक चरीचरण गर्नु, एक्सेसिभ ग्रेजिङ इन द नेचुरल फरेस्ट, अर्को छ औद्योगिकीकरण, तेस्रो छ वृक्षारोपण र चौथो छ नदीनालाबाट ढुङ्गा गिटी र बालुवाको अनियन्त्रित उत्खनन। अब यसो हेर्दा यहाँ चाहिँ प्रश्नमा खास गरेर हामीले हेर्नुपर्ने कुरा हो कि प्रश्नले भन्न के खोजिरहेको छ, जस्तै जैविक विविधताका ह्रासका कारण कुन होइन, कुन चाहिँ होइन भनेर भनेको छ र यसो सर हेर्दै जाँदाखेरि हामीले यो अप्सनहरुलाई रुल आउट गर्नुपर्ने हुन्छ। जस्तै प्राकृतिक वन क्षेत्रमा अत्यधिक चरीचरण गर्नु, चरीचरण गर्दाखेरि के हुन्छ त बायोडाइभर्सिटी डिग्रेडेसन हुन्छ, जैविक विविधतामा ह्रास आउँछ। औद्योगिकीकरणहरु गर्दाखेरि उद्योगहरु कहाँ बन्ने हो, वन जंगल प्राणी गरेर बन्ने हो, त्यहाँ पनि जैविक विविधताको ह्रास आउँछ। अब वृक्षारोपण मात्रै अलिकति फरक छ। अर्को अप्सन हेरौं नदीनालाबाट ढुङ्गा गिटी र बालुवाको अनियन्त्रित उत्खनन, यो गर्दा पनि बायोडाइभर्सिटी डिग्रेडेसन हुन्छ डाइरेक्टली इनडाइरेक्टली। त्यसकारण यहाँ एउटा मात्रै अप्सन छ जसले पोजिटिभ रेस्पोन्स चाहिँ दिइरहेको छ, जुन चाहिँ यो वृक्षारोपण। र त्यसकारण हामीले यसरी एउटा सही विकल्प छनौट गर्नुपर्छ र यसको सही उत्तर हो वृक्षारोपण, जसलाई एफोरेस्टेसन पनि भनेर भन्छौं। प्रश्न नम्बर 2 लाई हेरौं। यसमा भन्छ पातबाट तलका मध्ये पातबाट भेजिटेटिभ प्रोपागेसन हुने बिरुवा कुन हो? अब यो त हामीले पढिरहेकै कुरा हो हुन्छ र विभिन्न अंगहरुबाट भेजिटेटिभ प्रोपागेसन गर्ने बिरुवाहरुको नाम हामीले पढेका छौं। अप्सनहरु छ गुलाब, सिसौ अथवा ब्रायोफाइलम बेगोनिया, त्यस्तै गरी ब्रायोफाइलम उखु र त्यस्तै गरी प्याज लसुन। अब यसमा यसो हेर्दै जाने हो भने यसमा गुलाब सिसौ पनि मिल्दैन किनकि पातबाट हुँदैन यसको भेजिटेटिभ प्रोपागेसन, उखुको पनि हुँदैन, प्याज लसुनको पनि हुँदैन र एउटा अप्सन यहाँ देखिरहेका छौं बेगोनिया भन्ने। बेगोनिया भन्ने एउटा यस्तो बिरुवा हो जसले पातबाट भेजिटेटिभ प्रोपागेसन गर्ने गर्दछ। त्यसकारण यसको सही जवाब हो ब्रायोफाइलम बेगोनिया भन्ने, यो चाहिँ अप्सन बी नै यसको राइट आन्सर रहेको छ। आउनुहोस् तेस्रो प्रश्नमा जाउँ। यसले भन्छ जलीय बिरुवामा पानीले परागकण बगाएर परागसेचन हुने प्रक्रियालाई के भनिन्छ? व्हाट इज कॉल्ड फॉर द प्रोसेस इन व्हिच पोलिनेशन टेक्स प्लेस बाय द ट्रान्सफर अफ पोलन ग्रेन्स थ्रू वाटर इन एक्वाटिक प्लान्ट्स। अब यहाँ वाटर भन्ने शब्द आएको छ, पक्कै पनि वाटरसँग सम्बन्धित जुन अप्सन हुन्छ त्यही नै हाम्रो आन्सर हुनेछ। जस्तै
हाइड्रोफिली, एनिमोफिली, इन्टिमोफिली, अर्निथोफिली। अब यसमा कुन अप्सनले पानीको अर्थ ल्याइरहेको छ त्यही नै हाम्रो राइट एन्सर हुन्छ र हामीलाई थाहा छ हाइड्रो भन्ने शब्द पनि पानीसँग सम्बन्धित छ, त्यसकारण यसको अप्सन ए नै राइट हुन्छ, हाइड्रोफिली भनेर त्यही नै राइट एन्सर हुन्छ। अब अलिकति फिजिक्सतिरको प्रश्नहरूलाई हेरौँ। फिजिक्समा पनि मोसन च्याप्टरबाट आएको प्रश्न, स्थिर अवस्थाबाट चल्न सुरु गरेको एउटा कारको गति 10 सेकेन्डको समयपछि 40 मिटर प्रति सेकेन्ड पुगेको छ भने त्यसको प्रवेग कति होला, एक्सेलरेसन निकाल्न भनेको छ। र विद्यार्थी भाइ बहिनीहरूलाई एक्सेलरेसनको फर्मुला पक्कै पनि याद होला, एक्सेलरेसन इज इक्वल्स टु फाइनल भेलोसिटी माइनस इनिशियल भेलोसिटी डिवाइडेड बाइ टाइम। अब यहाँ चाहिँ अवस्था छ, स्थिर अवस्थाबाट चल्न सुरु गरेको, स्टार्ट टु मुभ फ्रम रेस्ट, रेस्टबाट स्टार्ट गर्छ भने त्यति बेला इनिशियल भेलोसिटी 0 हुन्छ। अब यो केसमा 40 जुन दिएको छ यो फाइनल हो, इनिशियल 0 भयो, 40 बाट 0 घटाउँदा 40 नै आउँछ र त्यसलाई टाइम भनेको 10 सेकेन्डले भाग गर्दाखेरि 40 लाई 10 ले भाग गर्दाखेरि 4 मिटर पर सेकेन्ड स्क्वायर हुनुपर्छ। अप्सन हेरौँ, 2.5 मिटर पर सेकेन्ड स्क्वायर, 4 मिटर पर सेकेन्ड स्क्वायर, 6 मिटर पर सेकेन्ड स्क्वायर र 8 मिटर पर सेकेन्ड स्क्वायर। मैले यहाँहरूलाई क्याल्कुलेसन यसो मौखिक नै भनिसकेको छु, इज इक्वल टु v माइनस u बाइ t, त्यसकारण यसको सही अप्सन हुन्छ बी, 4 मिटर पर सेकेन्ड स्क्वायर। त्यसपछि आउनुहोस् पाँचौं प्रश्नतर्फ लागौं। सिम्पल मेसिनबाट यो सरल यन्त्रमा इफोर्ट प्रयोग गर्दा हुने कार्यलाई के भनिन्छ? सिम्पल मेसिनमा हामीले दुई टाइपका वर्कहरू पढ्छौं, एउटा इनपुट वर्क र अर्को आउटपुट वर्क। हामीले मसिनमा दिने जुन बल सहितको जुन कार्य हुन्छ त्यो इनपुट भनिन्छ र मसिनले एज अ रिजल्ट त्यसको दिने जुन बल हुन्छ त्यो आउटपुट कार्य जुन हुन्छ त्यो आउटपुट कार्यमा जान्छ। त्यसकारण इफोर्ट भन्ने बित्तिकै त्यो इनपुट कार्यमा आउँछ र अप्सन हेरौं, लागत कार्य अथवा इनपुट कार्य, घर्षण, गुरुत्वाकर्षण कार्य, आउटपुट वर्क अथवा उत्पादित कार्य। यसको नो डाउट यसको अप्सन चाहिँ ए नै राइट हुन्छ, लागत कार्य भनेर इनपुट वर्क नै यसको सही अप्सन हुनेछ, अप्सन ए। अर्को एउटा प्रश्नमा जाउँ, तलका मध्ये कुन भनाइ सही छ? अब यसमा सही र गलत तीनटा गलत एउटा सही छ, त्यसलाई ठम्याउनु पर्ने हुन्छ र यो विशेष गरेर प्रेसर पाठबाट दिएको छ। प्रेसर र फोर्स अथवा एरिया सँगको सम्बन्धको बारेमा भनेको छ। बल बढी हुँदा चाप कम हुन्छ। अर्को अप्सनले भन्छ बलले चापलाई कुनै असर गर्दैन, यो त कुनै हिसाबले मिल्दैन। त्यस्तै गरी क्षेत्रफल बढी हुँदा चाप बढ्न जान्छ र अर्को अप्सन छ क्षेत्रफल बढी हुँदा चाप घट्न जान्छ। यसमा हामीले यदि प्रेसरको फर्मुला हेर्छौं भने प्रेसर बराबर फोर्स बाइ एरिया हुन्छ। प्रेसर बराबर फोर्स बाइ एरिया हुने बित्तिकै प्रेसर र फोर्सको डाइरेक्ट रिलेसन हुन्छ र प्रेसर र एरियाको इन्डाइरेक्ट रिलेसन हुन्छ। प्रेसर बढ्यो भने फोर्स पनि बढ्छ, तर यहाँ के भन्छ बल बढी हुँदा चाप कम हुन्छ। ए नम्बर यो पनि रङ छ। बी नम्बर बलले चापलाई कुनै असर गर्दैन, यो पनि रङ छ। सी नम्बर क्षेत्रफल बढी हुँदा चाप बढ्न जान्छ, जबकि क्षेत्रफलसँग बल चापको सम्बन्ध उल्टो छ, व्युत्क्रमानुपातिक, इन्डाइरेक्टली प्रोपोर्सनल छ। त्यसकारण यसको सही जवाब हो डी, अप्सन डी, क्षेत्रफल बढी हुँदा चाप घट्न जान्छ र अप्सन डी विल बी द राइट आन्सर। अर्को प्रश्न हेरौं, यो चाहिँ विशेष गरेर ध्वनिसँग सम्बन्धित, ध्वनिमा एउटा इक्वेसन हामीले पढ्छौं, v इज इक्वल टु एफ ल्याम्डा भनेर एउटा इक्वेसन पढ्छौं र त्यो वेभ इक्वेसनको उसमा चाहिँ आधारित रहेको छ। यदि हावामा ध्वनिको गति 332 मिटर पर सेकेन्ड छ भने मानिसको कानले सुन्न सकिने उक्त तरङ्गको सबैभन्दा लामो तरङ्ग लम्बाइ कति हुन्छ? र त्यहाँ हामीले फ्रिक्वेन्सी र वेभलेन्थको एउटा इक्वेसन छ, v इज इक्वल टु एफ ल्याम्डा, जसबाट हामीले ल्याम्डा चाहिँ क्याल्कुलेट गर्नुपर्ने हुन्छ र भेलोसिटी र फ्रिक्वेन्सीलाई राखेर। र त्यसरी जब हामी गर्छौं त्यति बेला यहाँ अप्सनहरू हेर्दै जाउँ। चारवटा अप्सन छ, 0.0166 मिटर, 0.166 मिटर, 16.6 मिटर र 33.2 मिटर। अब यसको सही जवाब हुन्छ 16.6 मिटर, किनकि यसमा हामीले जब वेभलेन्थ क्याल्कुलेसन गर्छौं त्यहाँ हामीले के गर्छौं, फ्रिक्वेन्सीलाई हामीले भेलोसिटीले डिभाइड गर्छौं।
अर्को प्रश्न रहेको छ, विशेष गरी पावर पाठबाट सम्बन्धित प्रश्न रहेको छ। यसले भन्छ यदि एउटा घरमा 60 वाट क्षमताको 4 वटा चिमहरू दैनिक 3.5 घण्टाका दरले बालिँदो रहेछ भने प्रति युनिट रु 8.50 का दरले प्रति महीना कति महसुल बुझाउनु पर्ला। यो एउटा क्याल्कुलेसन बेस चाहिँ पावरबाट सम्बन्धित प्रश्न रहेको छ र जान्नु पनि पर्छ हामीले। र यसमा ध्यान दिनुपर्ने कुरा के हो कि चिमहरू कतिवटा छ? 4 वटा। कति वाटको छ? 60 वाटको। टोटल कति वाट हुने भो? 60 × 4 गर्छौं र प्रतिदिन 3.5 घण्टाका दरले बालिँदो रहेछ भनेपछि 60 × 4 × 3.5 गर्दाखेरि यो एक दिनको आउँछ। त्यसपछि हामीलाई यसले महिनाको भनेको छ, इन्टु हामीले फेरि त्यसलाई महिनामा 30 दिन मानेर इन्टु 30 गर्छौं। 30 गर्दाखेरि जति आउँछ अब त्यो वाटलाई हामीले किलोवाटमा चेन्ज गर्नुपर्छ 1000 ले डिवाइड गरेर। 1000 ले डिवाइड गर्न साथ त्यो किलोवाट हावरमा आउँछ भनेको त्यही नै युनिट हुन्छ। अब एक युनिटको 8.5 रुपैयाँ छ। अब त्यसलाई जति आउँछ हाम्रो त्यतिलाई 8.5 गर्दाखेरि हाम्रो चाहिँ आन्सर आउँछ 214.2 रुपैयाँ। 214 रुपैयाँ 20 पैसा यसको उत्तर आउँछ र त्यही नै क्याल्कुलेसन गरेर हामीले क्विकली यसलाई चाहिँ राख्नुपर्ने हुन्छ। अब अर्को प्रश्न चाहिँ विशेष गरेर युनिभर्स र त्यसको इभोल्युसन सम्बन्धमा रहेको छ। प्रश्नले भन्छ मेसोजोइक इरालाई किन कोणधारी बिरुवाको युग भनिन्छ? अब यसमा हामीले यो कनिफेरसको सिनोनिम पनि जानिराख्नुपर्छ। कोणधारीलाई अरु अब यो बायोलोजीको भाषामा के भनिन्छ भनेर अब यसैमा त्यही टर्म समात्न सकियो भने आन्सर आउँछ। जस्तै यो इरामा विभिन्न प्रकारका जिम्नोस्पर्मको जंगल स्थापित भएको हुनाले, एन्जियोस्पर्मको जंगल स्थापित हुने भएकोले, टेरिडोफाइटाको जंगल स्थापित हुने भएकोले र नफुल्ने बिरुवाको जंगल स्थापित भएको हुनाले। अब यसमा विशेष गरेर हामीले कोनिफेरसको अर्को नाम जिम्नोस्पर्म पनि हो। त्यसकारण यसमा नो डाउट पहिलो अप्सन नै राइट आन्सर हुनुपर्छ किनकि यो इरामा विभिन्न प्रकारका जिम्नोस्पर्मका जंगलहरू स्थापित भएका थिए भन्ने आन्सर हामीले राख्नुपर्ने हुन्छ। त्यसपछि अर्को अब केमिस्ट्रीबाट रहेको प्रश्न छ, आधुनिक पिरियडिक तालिकामा पिरियडको बायाँबाट दायाँ जाँदा भनेको लेफ्ट देखि राइट जाँदा तत्त्वहरूको परमाणुविक आकार घट्दै जानुको कारण के हो? एटमिक साइज चाहिँ डिक्रिज भइरहेको हुन्छ लेफ्ट देखि राइट जाँदाखेरि। यसको अप्सनहरू छ, इलेक्ट्रोनको संख्या बढ्दै जाने हुनाले, त्यस्तै गरी परमाणुको न्यूक्लियसमा प्रोटोनको संख्या बढ्दै जाने हुनाले, न्यूट्रोनको संख्या बढ्दै जाने हुनाले र परमाणुको सेलको संख्या बढ्दै जाने हुनाले। यसमा सबसे पहिलो रुल आउट गर्नु पर्यो भने अप्सन डी लाई हामीले हटाउनु पर्छ। परमाणुको सेल त यसमा बढ्दैन, पिरियडमा जे छ परमाणुको सेल जुन छ नम्बर अफ सेल त्यो सेम हुन्छ। अब चेन्ज के हुन्छ? इलेक्ट्रोन बढ्दै जाने हुनाले अप्सन ए लाई यसो ख्याल गर्दाखेरि इलेक्ट्रोन त बढ्छ हो तर के वास्तवमा त्यसैको कारणले गर्दाखेरि साइज चाहिँ घट्छ, त्यसको आकार घट्छ। त्यसलाई अलि डिटेल हेर्दै जान्छौं भने जब त्यसमा न्यूक्लियसमा प्रोटोनको संख्या बढ्दै जान्छ भनेको पोजिटिभ चार्ज बढ्दै जान्छ, त्यसले के गर्दिन्छ? इलेक्ट्रोनहरूलाई आफूतिर आकर्षित गर्छ। पोजिटिभले नेगेटिभलाई अट्र्याक्ट गर्छ। अट्र्याक्ट गर्ने बेलामा बाहिर सेलमा रहेका इलेक्ट्रोनहरू पोजिटिभतिर आकर्षित हुन्छन्, भित्र आउन खोज्छन्, जसले गर्दा आकार चाहिँ खुम्चिँदै जान्छ र त्यसको आकार चाहिँ घट्दै जान्छ। यसको अप्सन चाहिँ बी हामीले टिक लगाउनु पर्ने हुन्छ, न्यूक्लियसमा प्रोटोनको संख्या बढ्दै जाने हुनाले। अप्सन बी विल बी द राइट आन्सर। र त्यस्तै गरी अर्को एउटा लास्ट मल्टिपल चोइस क्वेशन रहेको छ र हाइड्रोजन ग्यास बनाउने विधिसँग सम्बन्धित रहेको छ। जिंक र हाइड्रोक्लोरिक अम्ल बीच रासायनिक प्रतिक्रिया हुँदा उत्पादित पदार्थहरू के हुन्छन् भन्ने यहाँ भनिरहेको छ। अप्सन हेरौं, जिंक अक्साइड र हाइड्रोजन। यहाँ अक्सिजनको कुनै पनि उपस्थिति छैन, माथि जिंक छ र हाइड्रोक्लोरिक एसिड भनेको HCl छ, त्यहाँ अक्सिजन छैन भने यो अप्सन त पटक्कै हुँदैन। जिंक अक्साइड र अक्सिजन यो त झनै हुँदैन। जिंक क्लोराइड र अक्सिजन, फेरि यहाँ अक्सिजन छ, अक्सिजनको यहाँ नामै छैन माथि। लास्ट अप्सन जिंक क्लोराइड र हाइड्रोजन यो चाहिँ हुन्छ किनकि माथि 3 वटामा अक्सिजन र अक्साइडको कुरा छ। अक्साइड यसले बनाउँदैन किनकि त्यसमा क्लोराइड छ।
त्यसकारण अप्सन डी विल बी द राइट आन्सर, जिंक क्लोराइड र हाइड्रोजन। अब आउनुहोस् ग्रुप बी तर्फ लागौं। ग्रुप बी मा भेरी सर्ट आन्सर क्वेशनहरु रहेका छन्, जुन विशेष गरेर एउटा एक लाइनमा एन्सर आउने खालका प्रश्नहरु रहेका छन् र यहाँहरुले सटिक टु द पोइन्ट लेखिदिनु भयो भने त्यसको 1 नम्बर यहाँहरुले हासिल गर्न सक्नुहुनेछ। यसमा सबसे पहिलो प्रश्न रहेको छ, परिकल्पना भनेको के हो, व्हाट इज हाइपोथेसिस। एकदम टु द पोइन्ट यसको अप्सन आउने, एन्सर आउने कसरी यहाँहरुले लेख्न सक्नुहुन्छ भनेको यो एउटा वैज्ञानिक समस्या वा घटनाको संभावित समाधान हो भनेर यहाँहरुले लेखिदिनु भयो भने इट इज अ पोसिबल और टेम्पोररी एक्सप्लेनेसन फर अ साइन्टिफिक प्रब्लम और फेनोमेना भनिदिनु भयो भने यसको 1 नम्बर यहाँहरुले पाउन सक्नुहुनेछ र यसको अरु पनि विभिन्न तरिकाले यसको उत्तरहरु चाहिँ दिन सकिन्छ। अर्को प्रश्न छ पार्थोजेनेसिस भनेर, यो रिप्रोडक्सन च्याप्टरमा यहाँहरुले प्रजननमा पढ्नुपर्ने हुन्छ। यो चाहिँ भाले र पोथीको मिलन बिना नै पोथी अण्डाबाट नयाँ जीवको विकास हुने प्रक्रिया पार्थोजेनेसिस हो। यसलाई विभिन्न तरिकाले यहाँहरुले चाहिँ घुमाएर भाषा मिलाएर लेख्न सक्नुहुन्छ र इंग्लिशमा लेख्नु पर्दाखेरि द प्रोसेस वेयर अ न्यू अर्गानिजम डेभलप्स फ्रम एन अनफर्टिलाइज्ड फीमेल एग विदाउट द फ्यूजन अफ मेल एन्ड फीमेल गैमेट भनेको मेन चीज यो विदाउट द फ्यूजन अफ मेल एन्ड फीमेल भन्ने चीज चाहिँ हुनुपर्छ। त्यस्तै नम्बर 3 मा प्रश्न रहेको छ, बिउ भण्डारण गर्दा किन बिउलाई ओसिलो र भिजेको ठाउँमा राखिदैन भनेर यसले चाहिँ भनिरहेको छ। अब यसमा किन राखिदैन भन्ने मेन कुरा यहाँहरुको चाहिँ उत्तर मार्फत आउन जरुरी छ। यसलाई लेख्दाखेरि ओसिलो र भिजेको ठाउँमा के हुन्छ, ओसिलो र भिजेको ठाउँमा बिउहरु चाँडै उम्रिने हुन सक्छ, जसले गर्दा तिनीहरु भण्डारणका लागि अनुपयोगी हुन्छन्। भण्डारण भनेको पछि युज गर्नको लागि राख्ने हो र त्यही कुरा इंग्लिशमा के लेख्न सक्नुहुन्छ, सीड्स आर नट स्टोर्ड इन मोइस्ट और वेट प्लेसेस बिकज मोइस्ट प्लेसेस द सीड मे जर्मिनेट क्विकली। यति लेखिदिनु भयो भने 1 नम्बर चाहिँ यहाँहरुले प्राप्त गर्न सक्नुहुनेछ। र यो लाइट च्याप्टरबाट अप्टिक्सको लाइटबाट यो चाहिँ दिएको छ, कन्केभ मिररमा कुन अवस्थामा चाहिँ भर्चुअल इमेज बन्छ र यसको एउटा अवस्था छ जब वस्तुलाई ध्रुव र अथवा पोल र फोकल पोइन्टको बीचमा राखिन्छ, त्यतिबेला भर्चुअल इमेज बन्छ। यो यहाँहरुले पक्कै पनि रे डायग्राममा अध्ययन गर्नुभएको छ। अर्को कुरा सिम्पल मेसिनबाट यो सोधेको छ, चिम्टा कुन श्रेणीको तोलक हो, एक लाइनमा आन्सर फर्स्ट हो कि सेकेन्ड हो कि थर्ड हो भन्ने हिसाबले हो। त्यसको एउटा डायग्राम पनि यहाँ राखिएको छ। यदि फलक्रम बीचमा हुन्छ फर्स्ट क्लास लिभर, लोड बीचमा हुन्छ सेकेन्ड क्लास लिभर र इफोर्ट बीचमा हुन्छ भने त्यो थर्ड क्लास लिभर। यहाँले चित्रमा पनि हेरिरहनु भएको छ, इफोर्ट बीचमा छ, फलक्रम छेउमा छ भने यो थर्ड क्लास लिभर यसलाई भनिएको छ। त्यसो श्रेणीको तोलक हो भनेर यहाँले लेख्नुभयो भने 1 नम्बर यसको प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै अर्को छ साइट्रिक अम्लको कुनै एउटा उपयोगिता, व्हाट इज राइट एन्ड एनी वान एप्लिकेसन अफ साइट्रिक एसिड। र विशेष गरेर स्वादमा अमिलोपना प्रदान गर्न लेखिदिनु भयो भने पनि 1 नम्बर आउँछ। वा यसलाई संरक्षकको रूपमा खाद्य पदार्थहरूलाई संरक्षण गर्नको लागि पनि राखिन्छ भनेर त्यसरी लेखिदिनु भयो भने पनि 1 नम्बर यहाँले प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै गरी अब एउटा आयोनाइजेसन केमिस्ट्रीबाट सोधेको छ, सोडियम क्लोराइडको आयोनाइजेसन हुने बेलामा आयोनीकरण हुने बेलामा चाहिँ कुन आयनहरू बन्दछन् त्यो लेख्नु होला भनेको छ र यहाँलाई थाहा छ सोडियम क्लोराइडको फर्मुला NaCl हो। अब यो चाहिँ जब आयोनाइजेसन हुन्छ, आयोनाइजेसन भनेको जुन धातु हुन्छ अथवा पोजिटिभ पार्ट हुन्छ त्यसमा प्लस चार्ज आउँछ, जुन नेगेटिभ पार्ट अथवा पछाडीको पार्ट हुन्छ त्यसमा माइनस चार्ज आउँछ। Na मा प्लस आउँछ त्यो हुन्छ सोडियम आयन र Cl मा माइनस चार्ज आउँछ त्यो हुन्छ क्लोराइड आयन। यसरी तपाईले त्यो दुईटा आयनको नाम मात्रै लेख्नु पर्ने हुन्छ। अर्को अलिकति यहाँ चाहिँ सोधेको छ विश्लेषणात्मक प्रश्न गरेर, कुनै स्थानमा रहेको पानीका स्रोतहरू खोला, ताल, पोखरीको पानीको अम्लीयपना बढ्दै गएको र पुरातात्विक महत्त्वका मूर्तिको विनाश हुँदै गइरहेको पाइयो। अब यसलाई चाहिँ तपाईले केमिस्ट्रीमा पढ्नुपर्ने हुन्छ। यसको कारण के लेख्नुहोस्, किन त्यहाँ चाहिँ त्यो क्षेत्रको खोला, ताल, पोखरीहरूको पानीमा अम्लीयपना बढ्दै के कारणले अम्ल गएर मिसियो कि अन्य केही कारण हो भन्ने हिसाबले,
अनि त्यहाँको पुरातात्विक महत्त्वका मूर्तिहरूको विनाश हुँदै गइरहेको पाइयो। अब यसमा विशेष गरेर हामीले अम्लीय वर्षाहरूलाई चाहिँ जोड्न सक्यौं भने त्यसको नम्बर हामीले तान्न सक्छौं। पानीको अम्लीयपना बढ्नु र मूर्तिको विनाश हुनुको मुख्य कारण अम्लीय वर्षा हो। एसिड रेन इज द मेन कज भनेर यसरी लेखिदिनु भयो भने यसको चाहिँ 1 नम्बर यहाँले प्राप्त गर्न सक्नुहुनेछ र यसरी ग्रुप बी पनि सकिन्छ। अब आयो ग्रुप सी, जसमा विशेष गरेर दुईटा आन्सरहरू चाहिँ एक्सपेक्ट गरिरहेको हुन्छ। अब भेरी सर्टमा एउटा मात्रै एक लाइनको सिंगल आन्सर, मल्टिपल चोइस क्वेशनमा एउटा गोलो घेरा लगाउने टिक लगाउने जस्तो। अब ग्रुप सी मा विशेष गरेर दुईटा अप्सन आउने खालको आन्सर आउने खालको प्वाइन्टहरू त्यसरी सोधिरहेको हुन्छ। र जस्तै यहाँ पहिलो प्रश्न के भन्छ, वैज्ञानिक प्रतिवेदन किन लेखिन्छ? यसको दुईवटा कारण दिनुहोस्। दुईटा कारण यहाँहरूले चाहिँ यसको नम्बर प्राप्त गर्नको लागि 2 नम्बर प्राप्त गर्नको लागि दुईटा कारण चाहिँ लेख्नु पर्ने हुन्छ। जस्तै अब के लेख्न सक्छौं? लेख्ने धेरै कुराहरू चाहिँ लेख्न सकिन्छ। मैले दुईटा सजिलो चाहिँ यहाँहरुको लागि राखिदिएको छु। टु शेयर व्हाट वाज फाउन्ड, अब त्यो वैज्ञानिक अनुसन्धानमा के पत्ता लाग्यो त त्यो शेयर गर्नलाई, त्यो साझा गर्नलाई, अरूलाई रेफरेन्स दिनको लागि। र अर्को कुरा प्रतिवेदनमा कसरी त्यो अनुसन्धान गरिएको छ त्यो कुरा वास्तविक रूपमा देखाउनको लागि चाहिँ प्रतिवेदन लेखिन्छ। अरु पनि विभिन्न कारणहरू छन्। यहाँलाई दुईटा भनेको छ, मैले दुईटा यहाँ चाहिँ लिस्ट आउट गरिदिएको छु। माफ गर्नु होला, नेपालीमा यसलाई चाहिँ लेख्न सकिएको छैन। अर्को प्रश्न छ, अमिबाको नामाङ्कित चित्र कोर्नलाई भनेको छ ड्र लेभल डायग्राम अफ एमिबा। त एमिबाको एउटा फिक्स शेप स्ट्रक्चर चाहिँ हुँदैन, त्यसकारण यहाँहरूले यो डायग्राममा दिए जस्तै एउटा डायग्राम बनाएर कम्तीमा पनि 4 वटा अङ्गहरूको यसको नाम लेख्न सक्नुभयो भने यसको पनि अङ्क प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै गरी इन्टरनेट सुरक्षाका उपायमा फायरवालले के काम गर्छ त्यसको 2 वटा भूमिकाहरू फायरवाल किन जडान गरिन्छ त्यसको भूमिका रोल्सहरू चाहिँ लेख्न भनेको छ। र इन्टरनेट यहाँ पक्कै पनि प्रयोग गरिरहनु भएको छ। फायरवालले के गर्छ भन्ने कुरालाई दुईटा महत्त्वपूर्ण पोइन्टमा चाहिँ लेख्नको लागि यहाँ अलिकति व्याख्या पनि गरिएको छ। खास गरेर हामीले यो दुईटा चीज चाहिँ हेर्ने हो। एउटा डिजिटल सुरक्षा गार्डको रूपमा काम गर्छ। सुरक्षा गार्डले जसरी मुख्य ढोकामा बसेर काम गर्छ अनि कुनै पनि खराब र खतरायुक्त कुराहरूलाई भित्र जान दिँदैन, त्यस्तै यसले सुरक्षा गार्डको रूपमा काम गर्छ भने फिल्टर गर्ने काम पनि गरिरहेको हुन्छ। फिल्टर भनेको कस्तो हो, जब हामी नेट चलाइरहेका हुन्छौँ त्यसमा कुन चाहिँ राम्रो छ र सुरक्षित छ भन्नेलाई मात्रै उसले चाहिँ हाम्रो लागि चाहिँ राखेको हुन्छ। अनसेक्युरहरूलाई चाहिँ हाम्रो अगाडि आउन दिँदैन। त्यसकारण यो फायरवाल एकदमै आवश्यक हुन्छ र दुईटा रोल चाहिँ यसरी हामीले लेख्न सक्नुहुनेछ। अब न्यूक्लियोप्लाज्म र साइटोप्लाज्म बीच दुईटा भिन्नता पनि लेख्ने भन्ने प्रश्न आएको छ र यसको चाहिँ 2 वटा आधारमा यसरी चाहिँ लेख्न सक्नुहुन्छ। पहिलो चीज यसको स्थान साइटोप्लाज्म कहाँ हुन्छ? यो त पुरै कोष भित्र फैलिएको न्यूक्लियसलाई पनि घेर्ने तरल पदार्थ हो भने न्यूक्लियोप्लाज्म भनेको के हो? न्यूक्लियसको भित्र मात्र पाइने तरल पदार्थ हो। यो पुरै सेलमा पाइन्छ साइटोप्लाज्म, न्यूक्लियस भित्र पाइने न्यूक्लियोप्लाज्म हो। अब के हुन्छ साइटोप्लाज्ममा? त्यसको सामग्रीहरू यसमा कोषका धेरै जसो अङ्गहरू चाहिँ हुन्छन्, जस्तै माइटोकन्ड्रिया, राइबोसोम आदि हुन्छन् र कोषको मुख्य काम यसले चाहिँ गर्दछ। तर यता न्यूक्लियोप्लाज्म हेर्नुहुन्छ भने वंशानुगत सामग्रीहरू जस्तै डीएनए र क्रोमोजोम र न्यूक्लियोलस जस्ता कुराहरू चाहिँ यसभित्र हुन्छन् र यसरी 2 वटा भिन्नता यहाँहरूले लेख्न सक्नुहुन्छ। त्यस्तै गरी अब अर्को दिगो विकाससँग सम्बन्धित प्रश्न छ। दिगो विकासको कुनै 2 वटा महत्त्वहरू उल्लेख गर्नुहोस्। अब दिगो विकासले के गर्छ त? हामीलाई सम्पदाहरूलाई चाहिँ पछिसम्म प्रयोग गर्नको लागि, भविष्यमा प्रयोग गर्नको लागि यसले बचत गरेर राखेको हुन्छ। र अर्को कुरा के गर्छ? हामीलाई हाम्रो वातावरणलाई जोगाउँछ र हामीलाई यसले सहयोग गरिरहेको हुन्छ र जलवायु परिवर्तनसँग लड्न पनि हामीलाई सहयोग गरिरहेको हुन्छ। दिगो विकासको महत्त्व एकदमै धेरै छ। यसलाई एसडीजी मा हामीले पछि पढ्नु पर्ने हुन्छ। सस्टेनेबल डेभलपमेन्ट गोल्सहरुमा चाहिँ अहिले विश्व कोषमा चाहिँ राखिएको छ। अब अर्को एउटा
बिउ प्रसारण सम्बन्धी प्रश्न छ। गुरुत्व बलद्वारा बिउको प्रसारण कसरी हुन्छ यसलाई उदाहरण सहित लेख्न भनेको छ। हाउ डज डिस्पर्सल अफ सीड अकर बाइ ग्रेभिटी, र यसलाई मैले पॉइन्ट वाइज यसरी लेखेको छु। पृथ्वीको तान्ने बलले अथवा गुरुत्वाकर्षणले बिउलाई तल झार्छ, पाकिसकेपछि अथवा हावाहुरीले हल्लेपछि त्यो बिउ तल झर्छ र तल आएर छित्रिन्छ, डिस्पर्सन हुन्छ। जब फल र यसका भित्रका बिउहरू पाकेर तयार हुन्छन् तिनीहरू गरुङ्गो बन्दै जान्छन् र पाकेपछि फललाई बोटसँग जोड्ने डाँठ वा पकड कमजोर हुन्छ र गुरुत्वाकर्षणको कारणले गर्दाखेरि त्यो फल सिधै मूल बोटको मुनि भुइँमा खस्छ। अब भुइँमा खसिसकेपछि त्यो छरिन्छ र छरिसकेपछि त्यसले सही समय र अवस्था पाउन साथ उम्रिने काम पनि गर्छ। यदि फल वा बिउ गोलो छ र भुइँ कडा वा भिरालो छ भने तिनीहरू खसेपछि गुडिएर वा बजारिएर मूल बोटबाट अलिकति टाढा पुग्न सक्छन् र त्यहाँ गएर उनीहरू उम्रिन सक्छन्। र उदाहरणमा नरिवल चाहिँ एउटा यस्तो बिरुवा हो जसको गुरुत्व बलद्वारा बिउको प्रसारण चाहिँ हुन्छ भनेर एउटा उदाहरण चाहिँ यहाँले लेख्नु पर्ने हुन्छ। अर्को प्रश्न रहेको छ, सूर्यको नजिक पुच्छर तारा पुग्दा यसको पुच्छर किन देखिन्छ भनेर वर्णन गर्नलाई हामीलाई यहाँ भनेको छ। अब एउटा चीज बुझ्न जरुरी छ कि कमेट अथवा पुच्छरे तारा धूमकेतु पनि भनिन्छ। यो चाहिँ के हो, बरफ धुलो र जमेको ग्यासले बनेको हुन्छ र यसले चाहिँ अब जब सनको नजिक सूर्यको नजिक आउँछ त्यसको गर्मीले गर्दा बरफलाई ग्यास बनाउँछ र जब धूमकेतु सूर्यबाट धेरै टाढा हुन्छ यो पुरै जमेको अवस्थामा हुन्छ र पुच्छर देखिँदैन। तर जब यो सूर्यको नजिक आउँछ सूर्यको तीव्र गर्मीले यसको सतहमा रहेको बरफलाई के गरिदिन्छ त ग्यासमा परिणत गरिदिन्छ। अब त्यसबाट चाहिँ पुच्छर देखिन्छ। जस्तै सूर्यबाट सौर्य हावा चार्ज भएका कणहरूको तीव्र प्रवाह र प्रकाशको दबाव बाहिरतिर आइरहेको हुन्छ। यसले कोमाबाट निस्किएको ग्यास र धुलोलाई सूर्यबाट उल्टो दिशामा धकेलिदिन्छ र यसरी लाखौं माइलसम्म फैलिएको ग्यास र धुलोको प्रवाह नै त्यो पुच्छरको रूपमा लामो जस्तो देखिन्छ र त्यही नै हामीले यहाँ चाहिँ उल्लेख गर्न सक्छौं। अर्को एउटा टेस्टसँग सम्बन्धित प्रश्न दिएको छ। विशेष गरेर भन्छ विभिन्न स्रोतबाट संकलन गरिएका पानीका नमुनाहरूको कडापन कसरी यहाँहरूले पत्ता लगाउन सक्नुहुन्छ र त्यसमा हामीले बुकमा हेर्यौं भने एउटा तरिका दिएको छ। तर यसो खोजी गर्दाखेरि यसको अन्य तरिकाहरू पनि भेटाउन सकिन्छ। एउटा साबुन पानीको परीक्षण दिएको, साबुनको परीक्षण दिएको छ। त्यो पानीमा साबुन चाहिँ राख्दै जाने अनि कसमा धेरै फिज आउँछ कसमा थोरै फिज आउँछ त्यसबाट कडा र हार्ड वाटर र सफ्ट वाटर चाहिँ पहिचान गर्न सकिने। अर्को एउटा केमिकल टेस्ट अथवा स्ट्रिप्सको कलर वेल्सको टेस्ट भनेको छ। यो बजारमा पाइने टेस्ट स्ट्रिप्सहरू हुन्छन्, कलरहरू हुन्छन्, त्यसमा अलिकति एक्युरेट डाटा चाहिँ यसबाट आउन सक्छ। मोर क्वान्टिफाइड रिजल्ट चाहिँ त्यसमा देखिन सक्छ। कलर अनुसार चाहिँ छुट्याउने, यो केमिकल हाल्ने अनि कलर कस्तो आइरहेको छ त्यही अनुसारको यसको हार्डनेस र सफ्टनेस चाहिँ पत्ता लगाउन सकिन्छ। यो दुईटा विधिहरू छन्, यसलाई यहाँहरूले नोट गरेर राख्नु होला। र ग्रुप सी को प्रश्नहरू यहाँ आएर सकिएको छ। यहाँहरूलाई यो भिडियो कस्तो लागेको छ लाइक शेयर र कमेन्ट गर्न नबिर्सिनु होला। र छिटै नै अर्को यसको ग्रुप डी को प्रश्नहरू लिएर यहाँहरु समक्ष उपस्थित हुने नै छौं। यो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।